सबैलाई नमस्ते। म विजय विश्वकर्मा, बारीपुट गाउँपालिकाको नम्बर 4 जनपददेखि यहाँ चाहिँ विशेष हाम्रो सम्पूर्ण समुदाय आदरणीय युवा साथीहरू लगायत सम्पूर्ण हामी चाहिँ कामतिर छौँ। त्यसले गर्दा हामी चाहिँ समाजमा भएको काम चाहिँ अब यसरी गर्नुपर्छ। अगाडि हामीले सुझाव पनि दिएका थियौँ। सिन्धुगाउँ समाजले काम गर्न सबैले गाउँ समाजमा हामी दिलाइसकेका पनि छौँ। आज सम्पूर्ण आदरणीय गाउँवासी हाम्रो बुवा दाजुभाइहरूले हामी चाहिँ आवाज सम्पूर्णले काम चाहिँ गर्नु भएको छ। सिङ्गु चाहिँ हाम्रो चाहिँ ग्रुप आज ग्रुपले काम गरिरहेको छ। जाली पनि लगाइरहनु भएको छ। उहाँ चाहिँ जेनजी पुस्ताको मिस्त्री पनि हुनुहुन्छ। उहाँ चाहिँ सुरुमा फर्स्ट चाहिँ आवाज उहाँले उठाउनु भएको, त्यसपछि मलाई चाहिँ थाहा थिएन। त्यस पछाडि मैले चाहिँ सबैलाई साथ दिएको युवाहरूलाई अनि चाहिँ सबैले काम पाउनु भएको छ। अहिले एक ग्रुप चाहिँ तल छ, श्री जगत आधारभूत विद्यालय नजिकै छ महिनामा। अनि हामी चाहिँ जुम्कावासी विश्वकर्मा समाज चाहिँ आज यसरी काम गरिरहेको छ। एकदमै खुसी लागिरहेको छ मलाई। समाजमा भएको कामहरू अब विकासहरू आएको यसरी नै गर्नुपर्छ हामी चाहिँ सुझाव दिनेछु। र सम्पूर्ण भाइ बहिनीहरूलाई हामी चाहिँ यही भन्न चाहन्छु, भोलि पुस्तामा पनि गाउँ समाज यसरी मिलेर जानुपर्छ। पार्टी पौवा मन्दिर स्कुल विद्यालय सम्पूर्ण यो चाहिँ सबै बाबुहरू नानी बाबु लागिरहेछन्। श्रम गर्नुपर्छ अब आफ्नै गाउँतिर, आफ्नै टोलतिर र आफ्नै नेपाल देशमा अब केही गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ भने चाहिँ हामी चाहिँ लागिरहेको छौँ। पहिले चाहिँ यो बगरमा यस्तो थियो कि केही थिएन। यहाँ यो बगरमा एकदमै पुरै जमिनभरि फालेको थियो। त्यसैले गर्दा हामी चाहिँ आज भिडियो सबैले हेर्नु होला। हाम्रो चाहिँ जुम्का टोलवासी सम्पूर्ण हो एक नम्बरमा आज चाहिँ हाम्रो आन्टी भाइरल हुनुहुन्छ। अनि शैली आन्टी भिडियो भाइरल सब ल गाइजहरु यता हेर्नुहोस् यता।